हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूको लागि आज मैले कुकिङ भिडियो लिएर आएको छु। मेरो कुकिङ भिडियो कस्तो लाग्छ हजुरहरूले कमेन्ट गर्न नभुल्नु होला अनि लाइक पनि गर्नु होला। आज हजुरहरूलाई मैले मेरो युट्युब च्यानलमा आँपको मुरब्बाको रेसिपी लिएर आएको छु। आई होप हजुरहरूलाई मनपर्छ होला। थ्याङ्क यू। आँपको मुरब्बा बनाउनको लागि सबैभन्दा पहिला हामीलाई चाहिन्छ काँचो आँप अनि राम्रोसँग धोएर काट्नुपर्छ। त्यसपछि त्यसमा सुकेको खुर्सानी यति अनि त्यसपछि 5 फुरन अनि थोरै नुन अनि गुड भेली चाहिन्छ अनि यो जिरा धनियाको धुलो अनि बेसार। अनि त्यसपछि म लागे बारीमा गएर मैले हरियो खुर्सानीहरू टिपेँ, किनकि खुर्सानी फुराउँदा एकदमै धेरै मिठो हुने भएकाले मैले फ्रेस खुर्सानी टिप्न गएँ। अनि त्यसपछि खुर्सानी टिपेर मैले लिएर आएँ। खुर्सानीलाई राम्रोसँग धोएँ। अब म लागे सबभन्दा पहिला गुड फोहोरो हुने भएकाले गुडलाई राम्रोसँग काटेर एउटा सफा प्यानमा राखेर पानी राखेर त्यसलाई पकाउनु पर्छ। अनि पातलो भएपछि त्यसलाई छान्नु पर्छ। मैले यसलाई चलाउँदैछु, हेर्नु होला, यसरी चलाउने। अनि अर्को प्यानमा चाहिँ मैले तेल राखेँ, तोरीको तेललाई तातो बनाउने। प्यान चाहिँ हाई फ्लेममै राख्दा ठिक हुन्छ। अब यता गुड पग्लिसकेको छ, मैले यसलाई छान्नको लागि मैले बसालेको थिएँ। छानेपछि त्यसमा भएको फोहोरहरू सबै जान्छ। अनि यता मैले फुराएँ 5 फुरन फुराइसकेपछि मेथी राम्रोसँग फुर्यो भने पिठो हुँदैन, त्यही भएर मेथी फुराउने। अनि त्यसपछि मैले सुकेको खुर्सानी फुराएँ। सुकेको खुर्सानी हाल्दा मुरब्बामा एकदमै धेरै मिठो हुने गर्दछ। त्यसपछि मैले त्यसमा राखेँ बेसार अनि जिरा धनियाको धुलो अनि यसलाई पनि एकछिन चलाउने। त्यसपछि मैले यसमा राखेँ सेतो तिल राख्दा एकदमै धेरै मिठो हुन्छ। अझ यसमा हजुरहरूले थोरै हिङ राख्नुभयो भने पनि मिठो हुन्छ। मसँग हिङ नभएको भएर मैले हिङ राखेको छैन। अनि यसलाई राम्रोसँग चलाएपछि अघि छानेको भेलीलाई हालेर चलाउने, त्यो राम्रोसँग पकाउने। अनि यो तयार भएपछि यसरी यसमा हामीले राख्नुपर्छ अघि काटेर राखेको आँप चाहिँ अलिकति नछिपिएको आँप भयो भने एकदमै राम्रोसँग पाक्छ। यो चाहिँ मैले अलि छिपिएको आँप, पाक्न लागेको आँपलाई राखेको थिएँ, त्यही भएर यो खासै राम्रोसँग गलेन। हाम्रो चाहिँ कलिलो आँप भयो भने राम्रोसँग गल्छ, एकदमै धेरै मिठो हुन्छ। अनि मैले नुन पनि राखिसकेको थिएँ। नुन राखेपछि गुलियोमा थोरै नुनको स्वाद एकदमै धेरै मिठो हुन्छ। अनि छोपेर राम्रोसँग पकाउनु पर्छ। हामीले हाई फ्लेममै चलाइ पकाउनु पर्छ, हेरेर, होइन भने पिन लाग्न सक्छ। हेर्नु त कस्तो धेरै मिठो टेस्ट आएको छ, कस्तो धेरै मिठो भएको छ। अलि धेरै गलेको छैन, मेरो अलि छिपिएको आँप भएको भएर। साथीहरू यसरी बनाउन सक्नुहुन्छ। आँपको मुरब्बा एकदमै धेरै मिठो हुन्छ। मेरो भिडियो मन पर्नेको भए हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। लभ यु अल। बाई बाई।